सो आज हामी टाइप्स अफ हाइड्रोकार्बन पढ्न गइरहेछौँ जसमा हामीले स्याचुरेटेड र अनस्याचुरेटेड हाइड्रोकार्बन भन्ने छ है त। ल सुरु गरौँ। स्याचुरेटेड हाइड्रोकार्बन भनेको चाहिँ कार्बन कार्बन बिच सिंगल बोन्ड हुने भएको क्या। कार्बन कार्बन बिच सिंगल बोन्ड छ भने त्यस्तो खालको हाइड्रोकार्बनलाई भन्छौँ हामी स्याचुरेटेड हाइड्रोकार्बन। जस्तै कसरी कार्बन कार्बन सिंगल बोन्ड हुने हो त भन्दाखेरि जहिले नि के बुझ्ने, कार्बनसँग 4 भ्यालेन्स इलेक्ट्रोन हुन्छ, ठिक छ। ओके, देन अर्को पनि 4 भ्यालेन्स इलेक्ट्रोन हुन्छ नि। अब के हुन्छ त, इलेक्ट्रोन सेयर गरेपछि कार्बन के हो त, कार्बनले के गर्छ त, इलेक्ट्रोन आफ्नो भ्यालेन्स इलेक्ट्रोन सेयर गर्छ। यो भ्यालेन्स इलेक्ट्रोन सेयर गर्यो भने एउटा बोन्ड बन्छ कि बनेन, बन्यो। त्यसै गर्दा यहाँ नि हाइड्रोजनसँग यसले सेयर गर्छ, सेयर गर यसरी गर्छ नि, गऱ्यो भने यहाँ त कार्बन कार्बन बिच सिंगल बोन्ड हो। यो कार्बन कार्बन बिच सिंगल बोन्ड हुनु भनेको के हो त भने यो भनेको स्याचुरेटेड हाइड्रोकार्बन हो। अनि यदि अब अरू केही अरू बाँकी अब कार्बनसँग मात्र 4 भ्यालेन्स इलेक्ट्रोन छ, अरू इलेक्ट्रोन छैन, अरू इलेक्ट्रोनले सेयर गर्न सक्दैन, त्यस कारणले हामीले यसलाई के भन्छ त स्याचुरेटेड हाइड्रोकार्बन भन्छौँ। र अर्को के बुझ्नु भन्दाखेरि जहिले नि सिंगल बोन्ड भनेको सिग्मा बोन्ड हो भनेर बुझ्ने। सिंगल बोन्ड इज सिग्मा बोन्ड एन्ड सिग्मा बोन्ड इज अलवेज अ स्ट्रङ बोन्ड। सिग्मा बोन्ड इज अलवेज अ स्ट्रङ बोन्ड। सिग्मा बोन्ड इज अलवेज अ स्ट्रङ बोन्ड, ठिक छ। अब जो हामी अनस्याचुरेटेड हाइड्रोकार्बनमा, अनस्याचुरेटेड हाइड्रोकार्बन भनेको चाहिँ कार्बन कार्बन बिच डबल बोन्ड अथवा कार्बन कार्बन बिच ट्रिपल बोन्ड भन्छ। अब कार्बन कार्बन बिच डबल बोन्ड मिन्स कार्बन कार्बन बिच डबल बोन्ड भनेको कार्बनसँग कतिवटा इलेक्ट्रोन हुन्छ त, भ्यालेन्स इलेक्ट्रोन 4 हुन्छ। जस्तै मैले यहाँबाट लेखेँ, अब 2टा यहाँ लेख्थ्यौँ अनि फेरि 2टा यहाँ लेखौँ। अब बाँकी कतिवटा 2टा रह्यो कि रहेन, ठिक छ रह्यो। अब कार्बन कार्बन बिच डबल बोन्ड हुनको लागि त 2टा यहाँ 4 इलेक्ट्रोन सेयर हुनु पर्यो कि परेन। 2टा कार्बन बिच 4 टोटल 4 इलेक्ट्रोन, एउटा 2टा यता यो कार्बनबाट 2टा यो कार्बनबाट 2टा इलेक्ट्रोन सेयर भएपछि 2टा बोन्ड बन्यो, 2टा बोन्ड बन्यो। अब बाँकी कतिवटा इलेक्ट्रोन छ, 2टा इलेक्ट्रोन छ भने यहाँ एउटा हाइड्रोजन आउँछ, यहाँ एउटा हाइड्रोजन आउँछ, यहाँ पनि एउटा हाइड्रोजन, यहाँ पनि एउटा हाइड्रोजन। अब के हुन्छ भने कार्बनले यो बोन्ड कार्बनले कार्बन कार्बन बिच सिंगल बोन्ड हुन्छ भने यो एउटा त यसले अझै एउटा इलेक्ट्रोन त एउटा हाइड्रोजन ल्याउन दिन सक्छ, यहाँबाट एउटा दिन सक्छ भने यहाँ त 2 एडिसनल एउटा 2टा हाइड्रोजन त यहाँ फेरि जोडिन सक्छ। तर अब के भन्छ अनस्याचुरेटेड हाइड्रोकार्बनमा चाहिँ डबल बोन्ड भनेको चाहिँ हामीले के बुझ्यो भन्दाखेरि यसलाई हामीले यो डबल बोन्ड अथवा ट्रिपल बोन्ड भनेको चाहिँ हामीले विक बोन्ड भन्छौँ, विक बोन्ड भनेर भन्छौँ है त। डबल बोन्ड अथवा ट्रिपल बोन्ड भनेको चाहिँ हामीले विक बोन्ड भन्छौँ। र यसरी आउँछ यहाँ हाइड्रोजन, यहाँ हाइड्रोजन, यहाँ हाइड्रोजन, यहाँ हाइड्रोजन। यसलाई अलिक राम्ररी लेखौँ। द्याट इज कार्बन कार्बन बिच 2टा 4टा टोटल 4टा इलेक्ट्रोन सेयर भयो, बाँकी रह्यो 2टा, यहाँ हाइड्रोजन, यहाँ हाइड्रोजन, यसको नि एउटा इलेक्ट्रोन सेयर हुन्छ, ठिक छ। यसरी अब यो 2टालाई हामीले सिग्मा र यसलाई त हामीले सिग्मा बोन्ड भनेको थियौँ। अब यसलाई चाहिँ हामीले पाई प्लस सिग्मा र पाई र सिग्मा एउटै कार्बन बिच पाई सिग्मा 2टा पाई र सिग्मा डबल बोन्डमा पाई र सिग्मा बोन्ड देखियो भने यसलाई हामीले विक बोन्ड भन्छौँ। अब त्यसै गरी 3टामा जाउँ, 3टामा यहाँ 3टा इलेक्ट्रोन, यहाँ 3टा इलेक्ट्रोन, यहाँ बाँकी कतिवटा छ, अब भ्यालेन्स कार्बनसँग मात्र 4वटा भ्यालेन्स इलेक्ट्रोन छ, 3टा छँदैछ भने एउटा बाँकी रह्यो भने यहाँ एउटा हाइड्रोजन आउँछ, एडिसन हुन्छ, अनि यहाँ 3टा हुन्छ, ठिक छ। अब टोटली 2टा टोटल कार्बनबाट यी 2टा टोटल कार्बनबाट यहाँ कतिवटा हाइड्रोजन जोडिन सक्छ त भन्दाखेरि 4 हाइड्रोजन जोडिन सक्दैन। यहाँ यो कार्बनमा 2टा हाइड्रोजन 2टा भ्यालेन्स इलेक्ट्रोनबाट, यो कार्बनमा 2टा हाइड्रोजन 2टा भ्यालेन्स इलेक्ट्रोनबाट। र अर्को यो ट्रिपल बोन्ड भएको, हामीले ट्रिपल बोन्ड भएको कार्बन जुन कार्बन कार्बन बिच ट्रिपल बोन्ड छ त्यस्तो खालकोलाई पनि हामीले विक बोन्ड भन्छौँ। र यो कार्बन बिच यो भनेको पाई बोन्ड हुन्छ, यो पनि पाई बोन्ड हुन्छ, यो भने सिग्मा बोन्ड हुन्छ, र यस्तोलाई हामीले भन्छौँ विक बोन्ड भन्छौँ। के भन्छौँ? विक बोन्ड भन्छौँ। र अब हामी अल्किन र अल्काइनमा जाउँ। र सुरुमा बुझ्ने अल्केन भनेको जहिले पनि स्याचुरेटेड हाइड्रोकार्बन हो भनेर बुझ्ने। अल्केन भनेको स्याचुरेटेड हाइड्रोकार्बन हो, ठिक छ। र अल्किन र अल्काइन भनेको चाहिँ अनस्याचुरेटेड हाइड्रोकार्बन हो। र अर्को अल्केन भनेको जहिले पनि सिंगल बोन्ड, कार्बन कार्बन बिच सिंगल बोन्ड छ भने त्यसलाई हामीले अल्केन भन्छौँ। र यदि कार्बन कार्बन बिच डबल बोन्ड छ भने त्यस्तो खालको के भन्छ हाइड्रोकार्बनलाई हामी अल्किन भन्छौँ। र यदि कार्बन कार्बन बिच ट्रिपल बोन्ड छ भने त्यस्तो खालको हाइड्रोकार्बनलाई भन्छ हामी अल्काइन भन्छौँ, ठिक छ। ओके,
अब हामीले के गर्नुपर्छ भन्दाखेरि नेमिङ भन्छ, हामीले नेमिङ गर्नुपर्छ। जस्तै मैले हिजो पढाएको थिएँ नि, के भन्छ त, यदि नम्बर अफ कार्बन यदि 1 आयो भने एउटा नम्बर अफ कार्बन छ भने के गर्ने, त्यसलाई मिथ भन्ने, 2टा छ भने दुईटा छ भने इथ भन्ने, 3टा छ भने प्रोप भन्ने, 4टा छ भने ब्युट भन्ने, 5टा छ भने पेन्ट भन्ने, 6टा छ भने हेक्स भन्ने, त्यसरी हुँदै हुँदै गएका थियौँ। अब सुरुमा बुझ्ने, यदि अब यहाँ फर्मुला सुरुमा अल्किनबाट अल्किनको इलिमेन्ट मिथेनको त्यस्तो हुन्छ क्या। अब मिथेन कसरी लेखिन्छ ती सबै पनि भनौँला। सुरुमा के भन्छ, अल्किनको फर्मुला जहिले पनि CnH2n+2 हुन्छ र अल्किन भनेको CnH2n मात्र हुन्छ र अल्काइन भनेको CnH2n-2 हुन्छ। मिन्स अल्किनमा जान 2टा हाइड्रोजन हटायो भने के भन्छ त, अल्किनबाट 2टा हाइड्रोजनको रिड्युस गर्यो भने, 2टा हाइड्रोजन रिड्युस गर्यो भने त्यहाँबाट त्यो अल्किन बन्छ। र त्यही फेरि अल्किनबाट 2टा हाइड्रोजन रिड्युस गर्यो भने त्यो के बन्छ त, अल्काइन बन्छ। ठिक छ। र सुरुमा अब हामीले नम्बर अफ कार्बनबाट नेमिङ कसरी गर्ने भनेर पत्ता लगाउने। ठिक छ। अब सुरुमा के भन्छ, n=1 लिम, n=1 लिँदा n=2 लिम, n=2 लिँदा सजिलो हुन्छ। n=2 लिम, n=2 लिँदाखेरि यो त हाम्रो कार्बनको सङ्ख्या हो। कार्बन भनेको कतिवटा छ अरे, 2टा छ। ठिक छ। कार्बन भनेको 2टा छ। ठिक छ। कार्बन भनेको 2टा छ। अहिले हामीले अल्केनको तरिकाले गर्छौँ, अल्केनको नेमिङ गर्ने। अहिले हामीले अल्किनको नेमिङ गर्ने भनेपछि अल्केनमा त के भनेको थिएँ मैले, अल्केनमा के हुन्छ त, कार्बन सिङ्गल बोन्ड हुन्छ। कार्बन सिङ्गल बोन्ड हुन्छ भने अब त्यो फर्मुला हुँदा C2H2 × 2 द्याट इज C2H6 हो। भनेको 2टा कार्बन, अब कतिवटा बाँकी हाइड्रोजन, 6वटा हाइड्रोजन, 1 2 3 4 5 र 6वटा, कतिवटा त 6वटा, 1 2 3 4 5 6। भनेपछि यो के भयो त हाम्रो, यसको नाम अब लेख्न भनिन्छ भने चाहिँ हाम्रो 2टा छ भने के भन्छ त, 2टा छ भने इथ भनिन्छ। अब यसको अल्केनको एएनई, यो भनेको प्रिफिक्स र सफिक्स भन्छ। यो एएनई सफिक्स चाहिँ हामीले पछाडि यो इथ भनेपछि यो पछाडि हाल्नुपर्छ एएनई, र यसको नाम हुन्छ हाम्रो इथेन हुन्छ। ठिक छ। के हुन्छ त, इथेन हुन्छ। अब त्यसपछि फेरि अब अल्काइनमा जाउँ, तेस्रो n=3 भयो भने अल्किनमा के हुन्छ, n=3 भने अल्किनमा के हुन्छ, n=3 भनेको त त्यो फर्मुला अनुसार CnH2n+2 अनुसार C3H2 × 3 कति हुन्छ, 2 × 3 6 + 2 द्याट इज C3H8 भनेको 3टा हाइड्रोजन, 3टा कार्बन, 1 2 3। अब अल्केन भन्ने बित्तिकै कार्बन सिङ्गल बोन्ड। अब के हुन्छ, बाँकी कतिवटा हाइड्रोजन छ, 8वटा हाइड्रोजन छ, 1 2 3 1 2 3। यहाँ कतिवटा, 2टा हुनुपर्छ। कसरी भन्दाखेरि कार्बनको 2टा इलेक्ट्रोन त यहाँ सेयर भइसकेको छ, अब बाँकी 2टा इलेक्ट्रोन मात्र छ, त्यसैले 2टा इलेक्ट्रोन यहाँ सेयर भएको छ माथि। अब के हुन्छ, 1 2 3 1 2 3 1 2। अघि के भने मैले किन यहाँ भएन भन्दाखेरि कार्बनको 2टा इलेक्ट्रोन सेयर भइसकेको छ। अब बाँकी कतिवटा इलेक्ट्रोन छ कार्बनको, कतिवटा भ्यालेन्स इलेक्ट्रोन छ, 2टा भने 2टा सेयर भयो, त्यस कारणले यहाँ 2टा बोन्ड मात्र भयो। ठिक छ। ओके। सो यो भयो, के भयो त हाम्रो n=3 भनेको के हो त, प्रोप हो। n=3 भनेको प्रोप हो कि होइन भने एएनई मिन्स सफिक्स एएनई हो भने यसको नाम के भयो त, प्रोपेन भयो। के भयो त, प्रोपेन भयो। यसरी हामीले अल्केन ग्रुपबाट हाइड्रोकार्बनको नेमिङ गर्न सक्छौँ। ठिक छ। अब हामी अल्किनमा जाउँ। अल्किनमा के हुन्छ भन्दाखेरि कार्बन मिन्स डबल बोन्ड हुन्छ। अब हामीले n=2 भनेको के हो त, फर्मुला अनुसार CnH2n हो अल्किनको फर्मुला। अब n को ठाउँमा 2 हाल्ने, कार्बनको नम्बर 2 छ भनेको C2H2 × 2 द्याट इज C2H4। अब कार्बन बिच डबल बोन्ड भन्नु, 2टा कार्बन सुरुमा लेख्ने, डबल बोन्ड भयो। ठिक छ। अब कतिवटा हाइड्रोजन छ हामीसँग, 4वटा हाइड्रोजन, यहाँ 1 2 1 2। यहाँ कार्बन बिच कतिवटा इलेक्ट्रोन सेयर भइसकेको छ, 4वटा इलेक्ट्रोन सेयर भइसकेको छ। मिन्स यो कार्बनबाट 2टा इलेक्ट्रोन सेयर भयो, यहाँबाट 2टा इलेक्ट्रोन सेयर भयो। ठिक छ। अब बाँकीवटा इलेक्ट्रोन छ, 2टा इलेक्ट्रोन छ कार्बनसँग, योसँग र योसँग 2टा इलेक्ट्रोन बाँकी छ। हामीसँग नि हाइड्रोजन 4वटा मात्र बाँकी छ भनेपछि यहाँ 2टा हाइड्रोजन सेयर भयो भने यहाँ 2टा हाइड्रोजन मात्र सेयर हुन्छ, किनकि 4वटा हाइड्रोजन मात्र बाँकी, 4वटा हाइड्रोजन मात्र छ नि त यहाँ, त्यसैले ओके। अनि यहाँ एउटा हाइड्रोजन, यहाँ अर्को हाइड्रोजन, यहाँ अर्को हाइड्रोजन, यहाँ अर्को हाइड्रोजन भनेपछि यो के को स्ट्रक्चर भयो भनेर सोद्धाखेरि हामीले भन्ने, यो n=2 भनेको इथ, यसको सफिक्स के छ त, इएनई छ भने इथइन भयो।
यसको नाम भनेको इथिन हो। ठिक छ। ओके, अब त्यसै गर्दै यदि n = 3 आयो भने के भन्ने हैन, अल्किनमा n = 3 आयो भने अब त्यसको लागि पनि n = 3 भनेको कुन हो भन्दाखेरि n = 3 भनेको त प्रोप हो। n = 3 भनेको प्रोप हो। अब n = 3, अब यो अल्किनको फर्मुला हाल्नु CnH2n, द्याट इज C3H2 × 3 C3H6। अब कार्बन बीच डबल बोन्ड, यही नै मैले डबल बोन्ड दिएँ। अब यहाँको दुईटा इलेक्ट्रोन सेयर भयो, यहाँ पनि दुईटा इलेक्ट्रोन सेयर भयो। अब दुईटा इलेक्ट्रोन मात्र छ यो कार्बनसँग र योसँग दुईटा इलेक्ट्रोन छ, तर योसँग कतिवटा इलेक्ट्रोन छ त चारवटा इलेक्ट्रोन बाँकी छ, हो कि होइन? 4 इलेक्ट्रोन बाँकी छ भने यसको एउटा इलेक्ट्रोन यहाँ सेयर हुनु पर्यो नि त बोन्ड बनाउन। ठिक छ, बोन्ड बनाउन सेयर भयो। अब यहाँ कतिवटा इलेक्ट्रोन छ, कतिवटा इलेक्ट्रोन बाँकी छ कार्बनसँग 3टा इलेक्ट्रोन बाँकी छ। त्यसै गर्दै यो कार्बनसँग कतिवटा इलेक्ट्रोन बाँकी छ त अब एउटा मात्रै इलेक्ट्रोन बाँकी छ, एउटा मात्रै इलेक्ट्रोन बाँकी छ। यो कार्बनसँग कतिवटा इलेक्ट्रोन बाँकी छ, 2टा मात्रै इलेक्ट्रोन बाँकी छ। हामीसँग हाइड्रोजन कतिवटा छ, 6वटा छ। यहाँ एउटा हाइड्रोजन, यहाँ अर्को हाइड्रोजन, यहाँ एउटा हाइड्रोजन, 3टा हाइड्रोजन भयो। कतिवटा बाँकी छ हामीसँग हाइड्रोजन, 3टा हाइड्रोजन। त्यसै गरी यहाँ पनि एउटा हाइड्रोजन, यहाँ पनि एउटा हाइड्रोजन, यहाँ पनि ठ्याक्कै 6वटा हाइड्रोजन पुरै हाम्रो युजफुल भयो कि भएन? यसमा भयो भने यहाँ एउटा हाइड्रोजन राख्दिने, यहाँ अर्को हाइड्रोजन राख्दिने, यहाँ अर्को हाइड्रोजन, यहाँ राख्दा नि हुन्छ, यहाँ राख्दा नि हुन्छ, जता राख्दा नि हुन्छ। ठिक छ। ओके, यसरी कति भयो त? जम्माजम्मी 3टा हाइड्रोजन, 3टा कार्बन थियो र 6वटा हाइड्रोजन थियो, सबै युजफुल भयो है त। अब यसको नाम के हुन्छ भन्दाखेरि यसको नाम भनेको प्रोप। 3टा छ भने प्रोप। अब यसको सफिक्समा ENE हो, अल्किन भनेपछि ENE हुन्छ भने प्रोपिन। यसको नाम भनेको के छ त? प्रोपिन रहेछ। ओके, अब जाउँ हामी अल्काइनमा। अल्काइनको के हुन्छ त भन्दाखेरि कार्बन बीच के हुन्छ त? ट्रिपल बोन्ड। ठिक छ। अब सुरुमा n = 2, n = 2 भन्ने बित्तिकै कार्बनको नम्बर 2, कार्बनको नम्बर 2 कुनमा हुन्छ भन्दाखेरि इथमा हुन्छ। इथ सुरुमा इथ भइहाल्यो हैन, इथ। अब सुरुमा कार्बनको नम्बर 2 भन्छ, यसको फर्मुला के हुन्छ त? द्याट इज CnH2n - 2। अब n को भ्यालु 2 हाल्ने, यहाँ C2H2 × 2 - 2, द्याट इज C2H2 हो। अब सुरुमा कार्बन, दुईटा कार्बन छ, दुईटा कार्बन लेखिहाल्ने। यहाँ कतिवटा अब अल्काइन YNE भन्ने बित्तिकै ट्रिपल बोन्ड, 3टा बोन्ड बुझ्ने, 3टा बोन्ड बनाइहाल्ने। कार्बन बीच 3टा बोन्ड भनेपछि यसको कतिवटा इलेक्ट्रोन, कतिवटा भ्यालेन्स इलेक्ट्रोन युज यहाँ काम लाग्यो भन्दाखेरि यसको पनि कति काम लाग्यो त? टोटल दुईटैको टोटल जोडेर 6वटा, यसकोबाट 3टा, यसकोबाट 3टा। अब बाँकी कतिवटा इलेक्ट्रोन छ त? कतिवटा इलेक्ट्रोन हुन्छ त कार्बनसँग? 4वटा इलेक्ट्रोन, जसमध्ये यहाँबाट 3टा चलाए, यहाँबाट 3टा चलाए। अब कहाँ त कतिवटा बाँकी छ त? यसमा चाहिँ टोटल एउटा कार्बनमा 4वटा इलेक्ट्रोन हुन्छ, 4वटा भ्यालेन्स इलेक्ट्रोन हुन्छ। यसमा पनि 4वटा भ्यालेन्स इलेक्ट्रोन हुन्छ कार्बनमा भने यसको 3टा इलेक्ट्रोन काम लाग्यो, यसको पनि 3टा इलेक्ट्रोन यहाँ काम लाग्यो भने कतिवटा इलेक्ट्रोन बाँकी रह्यो त? कार्बनसँग एउटा इलेक्ट्रोन बाँकी रह्यो, भ्यालेन्स इलेक्ट्रोन। र हामीसँग 2टा मात्र हाइड्रोजन छ भने एउटा हाइड्रोजन यहाँ जोडिदिने, अर्को हाइड्रोजन यहाँ जोडिदिने। यहाँ के भयो त भन्दाखेरि यो स्ट्रक्चरका नाम भनेको दुईटा कार्बन छ भने इथ, र यसको के हुन्छ त? यसको सफिक्स भनेको YNE, 3टा बोन्ड छ भने YNE के रहेछ त? यसको नाम इथाइन रहेछ। ठिक छ। त्यसै गर्दै यदि n को भ्यालु 3 भयो भने के भन्ने? n को भ्यालु 3 भन्ने बित्तिकै के बुझ्ने त भन्दाखेरि प्रोप बुझ्ने। n को भ्यालु 3 भनेको प्रोप। अब हामीले त अल्काइनको स्ट्रक्चर बनाउँदैछौँ नि त हैन, अल्काइनको स्ट्रक्चर बनाउँदैछौँ भने यो त YNE त हाम्रो सफिक्स हो, सफिक्स हो, सफिक्स यो याद राखिराख्ने है त। यसको फर्मुला, अल्काइनको फर्मुला CnH2n - 2। ओके, अब n को भ्यालु 3 हालिदिने, C3H2 × 3 - 2, द्याट इज C3H6 - 2 इज 4। ठिक छ। अब कार्बन, अब 3टा कार्बन बनाउने, सुरुमा 3टा कार्बन भयो है त। अब कुनै, अब जता नि लिँदा भयो, यता लिँदैन, यता लिँदैन, जता म यतै लिन्छु। कार्बन ट्रिपल बोन्ड, 3टा बोन्ड। ठिक छ। यसको भने के भन्छ, कार्बनमा कतिवटा भ्यालेन्स इलेक्ट्रोन हुन्छ? 4वटा भ्यालेन्स इलेक्ट्रोन। यसको कतिवटा इलेक्ट्रोन चलाइसकेको छ? 3टा चलाइसकेको छ। यसको कतिवटा इलेक्ट्रोन चलाइसकेको छ? 3टा चलाइसकेको छ। अब यसमा नि त बोन्ड बनाउनु पर्यो नि त, नत्र त त्यत्तिकै 2टा मात्रै हुन्छ, एउटा त सेपरेट हुन्छ। त्यस कारणले 3टैको बोन्ड बनाउनु छ भने यहाँ पनि एउटा बोन्ड बनाउनु पर्यो। बोन्ड बनाउनु पर्यो भने त यसको कार्बनको त सबै इलेक्ट्रोन चलाइसकेको छ कि छैन? कसरी भन्दा यसको एउटा यो, अर्को, अनि यो भनेपछि यसको 1 2 3 4, 4वटा भ्यालेन्स इलेक्ट्रोन चलाइसकेको छ नि कार्बनको भने यसको कुनै पनि यहाँ कुनै पनि एचआरआर टाँसिन्छ त? टाँसिँदैन।
अरे यो दुईटालाई निकालेर टाँस्न सकिन्छ, त्यो चाहिँ हामी अहिले अघि भनेको थियौँ। त्यसैले यसलाई हामीले के भन्छौँ त, अनस्याचुरेटेड हाइड्रोकार्बन भन्छौँ नि त। तर अहिले यसमा अहिले चाहिँ के हुन्छ त, यसको कार्बनको त 4टै इलेक्ट्रोन चलाइसकेको छ। यसको अब कतिवटा इलेक्ट्रोन बाँकी छ त, एउटा इलेक्ट्रोन बाँकी छ। यसको कतिवटा बाँकी छ त, अब टोटलमा एउटा चलाइसकेको छ भने यसको 1 2 3टा बाँकी छ। हामीसँग हाइड्रोजन कतिवटा छ, एउटा दुईटा तिनटा चारवटा छ। यहाँ एउटा टाँसिन्छ। अब कतिवटा टाँसिने भयो त, 1 2 3 भने अब यसको स्ट्रक्चरको नाम के छ त, 3टा आयो भने प्रोप। अब यो त अल्काइन हो भने यसको सफिक्स के छ त, YNE मिन्स यसको नाम प्रोपाइन हो। ठिक छ। सो मैले अघि भनेको कुरा प्रुभ भयो भने, अघि मैले के भनेको भन्दाखेरि अल्केनबाट के हुन्छ त, अल्केनबाट अल्काइन बन्छ भने त्यतिखेर दुईटा हाइड्रोजन रिड्युस हुन्छ। त्यसै गर्दै अल्काइन बन्छ भने त्यतिखेर दुईटा हाइड्रोजन रिड्युस हुन्छ। मिन्स यसको फर्मुला के छ, CnH2n+2, यसको फर्मुला CnH2n, यसको फर्मुला CnH2n-2 हो कि होइन? हो भनेपछि अब जस्तै इक्जाम्पलमा n = 2 लिम, n = 2 लिम भने यो भनेको 2 भन्ने बित्तिकै के बुझ्ने, इथ भन्ने, इथ। अब सुरुमा अल्केनको गरौँ, सरी अल्केनकै गरौँ। n को भ्यालु 2 हालौँ, अल्केनमा C2H6 हुन्छ कि हुँदैन? हुन्छ। अब अल्केनको C2H6 द्याट इज यो भनेको चाहिँ इथेन हो। अब त्यसै गर्दै अल्काइनमा जाउँ, अल्काइनमा n को भ्यालु 2 द्याट इज के हुन्छ त, यसमा n को भ्यालु 2 हाल्दा के हुन्छ भन्दाखेरि C2H4 हुन्छ, हो कि होइन? त्यसै गर्दै अल्काइनमा, यो अल्किनमा थियो, अल्किनमा के हुन्छ, n को भ्यालु 2 हाल्दाखेरि C2H4 हुन्छ भने अल्काइनमा n को भ्यालु 2 हाल्दा कति हुन्छ भन्दाखेरि C2H2 हुन्छ। भने यो के हो त, इथाइन भयो कि भएन? इथिन भयो। यो के भयो त, इथाइन भयो नि। भनेको के रहेछ त भन्दाखेरि इथेनबाट इथिन बन्न दुईटा हाइड्रोजन रिड्युस हुँदो रहेछ। त्यसै गर्दै इथिनबाट इथाइन बन्न दुईटा हाइड्रोजन रिड्युस हुँदो रहेछ। ठिक छ। ओके।